टक्क मैले त्रिशूल माला लिएर आएँ ल हुन्छ यसलाई टक्क यसरी यसरी जसरी गाड्ने हो यहाँ माथि ढोक गरेर एकचोटि माथि मन्दिर पूजा गरेर ढोक गरेर ल काल भैरव रक्षा गरिदिनु होला जय काल भैरव केही हुन्न ऊ यहाँ राखिदिनु न हो त्यहाँ केही फरक पर्दैन होला भइहाल्यो अब त्यसो लानु त्यहाँ मैले पनि ढोक गरेँ वाइफाई ढोक टक्क ढक्क गर्ने गरी हो अझै एकचोटि हान्नु हो ल हुन्छ लाउनु लाउनु यो म समात्छु उता यो ल लक्ष्मी हामीले कुन पूजा सुन्नु न हामीले काल भैरव सक्यो अब शिव पार्वती फोटो खिच्ने ठाउँ अब शिव पार्वती अनि एकचोटि यसो त अन्त हामी शिव पार्वतीको फोटो खिच्छु यसो त अन्त ल पूजा गर्नु शिव पार्वती निस्किन्छ सूर्य चन्द्र मङ्गल बुध बृहस्पति शुक्र शनि राहु केतु फोटो खिच्ने ठाउँ वाह अर्जुन चौपारीको भ्यू अर्जुन चौपारी होइन र त्यो हामी अब शिव पार्वतीको नि पूजा गरिसक्यौँ होइन लिनु 10 रुपियाँ त खसेर रहेछ ए माथि राखिदिनु न जसको भयो नि लाउनु झात्रै ढिलो भयो के अरे ल अब हामी शिव पार्वती पूजा गरिसकेपछिबाट अब हामी पञ्चकन्याको लागि हामी पारी जाँदैछौँ पञ्चकन्याको लागि हामी पञ्चकन्या पूजा गर्नको लागि हामी पारी जाँदैछौँ र नवग्रह मन्दिर चाहिँ यहाँ छ तर यो नवग्रह मन्दिर दर्शन गर्नको लागि पहिला हामीले 9वटा नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुन चौपारी गाउँपालिका स्याङ्जा अब हामी पञ्चकन्या पूजा गर्नको लागि पारी जाँदैछौँ यहाँ स्टेप बाई स्टेप पूजा गर्नको लागि पहिला पञ्चकन्या पूजा गर्ने हो पञ्चकन्या पूजा यहाँ स्टेप बाई स्टेप छ त्यही अनुसारले ट्र्याक बनाइएको छ यो के हो यो हो यहाँ 9 थरी अन्न फाल्ने अहिले उहाँले हामीलाई यहाँ तल ल्याइदिन्छु भन्नुभयो हुमकुण्ड यो चाहिँ हुमकुण्ड रहेछ यहाँ यो हुमकुण्डमा अहिले हामी आइन्छ पहिला हामी पञ्चकन्या पूजा गर्न जानु पर्यो
स्कुल पनि यही कम्पाउन्डिङ भित्र रहेछ के शौचालय जाने बाटो यता रहेछ अन्त के अरे 108 पिपल तल 108 पिपल चाहिँ तल हो है लके ल अलि दिँदा हुन्छ भगवान नै हाम्रै हुन् कि के हुन् ग्रहहरूको प्रभाव शुभ बनुन् बिल्कुलै सही ग्रहहरूको प्रभाव शुभ बनुन् प्रवेश निषेध नवग्रहहरूको ऊर्जा सन्तुलित भई जीवनमा शान्ति र सौहार्द स्थापित होस् नवग्रह त्यो मन्दिरभित्रै स्कुलको कम्पाउन्डिङ भित्रै पर्दो रहेछ कुन स्कुल हो यो श्री भवानी आधारभूत उहाँ रहेछ त अर्जुन चौपरी गाउँपालिका वडा नम्बर 1 सिमलचौर ए हाई नमस्ते ओ गुड नमस्ते खाइ सबैजना सन्चै हुनुहुन्छ कि है ए ल जमिन ल के पूजा गर्न आएको रे यहाँ दुर्गा देवीको ओ मम्मी यो के हामी के चाहिँ पूजा गर्न आयो अरे यहाँ ओम नमः शिवाय पारीबाट हामी उहाँ पारी पूजा गरेर यता आइएको छ पञ्चकन्या यहाँ पूजा गर्नु पर्यो नि यहाँ पनि होइन र यहाँ होइन र यहाँ चढाइदिनु ल नि पञ्चकन्या पूजा गर्न आएको त उहाँबाट यहाँ यही मन्दिरको काम चल्दै हो ए ल जमिन मैले नि बजाउनु छैन उत्तरा भाद्रपद निम सोचे आँटेको सबैको पूजा के अरे सोचे आँटेको सबैको इच्छा पुरा गरिदिनु हुनको लागि एकदम अनुरोध गर्दछु पूर्व भाद्रपद आँप उहाँ पारीबाट हामी पूजा गर्दै 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 आइरहेका छौँ घाम ट्याक्कै आँखामा परेको छ देखिएको छैन उकालो बाटो स्यास्या भयो सिँढी पुरै रक्षा गर्नु ल जानु जानु घुम्नु घुम्नु
खिच्दैन न फोटो फोटोसोटो यहाँ सबै आउँछ भिडियो आउँछ न मेरो एउटा नि हुने भएन नि त म खिचिदिन्छु अहिले पूजा गर्नुभयो यहाँ मन्दिर घुमेर आएर पूजा गर्ने हो के ए यताबाट घुमेर आएर अनि बल्ल पूजा गर्ने आउ तिमी आउ आउ त अहिले आएर गराउँछु भिडियो रुद्राक्षको बुटो पनि रहेछ यार यहाँ यो चाहिँ रुद्राक्षको बुटो मन्दिर परिक्रमा गर्दै हो नेपालकै पहिलो नवग्रह मन्दिर नवग्रह मन्दिरको पूजा गर्नको लागि 9वटा मन्दिरको दर्शन पहिल्यै गरिसक्नु पर्नेको रहेछ 9वटा भगवानको दर्शन हामीले पुरै 9वटा भगवानको दर्शन गरिएको छ उतै छ उकेती सल्लाह दिन सकिन्छ यहाँनिर मजाले झम्म सल्लाह तिमीले युट्युबमा हाल्न पर्यो नि मैले युट्युबमा हालेपछि दिन्छु अझै जहाँ जहाँ हाले नि केही हुन्न बनाएर दिन्छु अझै भिडियो मैले पार्ट बोला ना थोड़ा बोला सबै जले खाने मजाले रहेछ ल म त्यो मन्दिर अगाडि भिड्छु र आउँछु ल भइरहेछ कि भइरहेछ ल दुःख कष्ट पीर व्यथा रोग सब दूर गराइदिनुहोस् ईश्वर भगवान सुन्तला छ नि यसै गरिदिनु हुन्छ घरले बोकेर आएका सुन्तला हो घन्टी ट्याङ ट्याङ टुङ बजाइदिनु न घन्टी ल अब फाइनल्ली हामी नवग्रह मन्दिरको दर्शन गर्न जाँदैछौँ